विदेशबाट नेपालमा अधिकृत वारिसनामा मार्फत डिभोर्सको प्रक्रिया कसरी अगाडि बढाउन सकिन्छ? 1. अधिकृत वारिसनामाको आवश्यक कागज मस्यौदा गरी सही छाप गरी अधिकृत वारिसनामा दिने व्यक्तिलाई सक्कलै अधिकृत वारिसनामा र आवश्यक कागजात पठाउने। 2. विदेशमा रहेको व्यक्तिले सम्बन्धित नेपाली राजदूतावास वा महावाणिज्य दूतावासबाट आवश्यक प्रक्रिया पूरा गरी अधिकृत वारिसनामा प्रमाणित गरी सक्कलै अधिकृत वारिसनामा लिने व्यक्तिलाई पठाउने। 3. अधिकृत वारिसनामा लिने व्यक्तिले आवश्यक कागजातका साथ सम्बन्धित अदालतबाट सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाउने। सम्बन्ध विच्छेदको लागि प्रदान गरिने अधिकृत वारिसनामामा अधिकृत वारिसनामा लिने दिनेको फोटो तथा सही छाप, मस्यौदाकार तथा साक्षीहरूको हस्ताक्षर साथै नेपालको सम्बन्धित अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गर्ने तथा प्रतिनिधित्व गर्ने अधिकार प्रष्टसँग उल्लेख गरिएको हुनुपर्दछ। धन्यवाद।